धन्यवाद। नमस्ते लासो फेबुलो र हजुरहरूको सामने फेरि आइसकेको छु है, हजुरहरूको प्रिय माइकल है। र मेरो साथी हुनुहुन्छ यता है सफल र सेम टु सेम छ, नाम पनि झन्डै झन्डै मिल्ने छ क्या। अन्त हजुरहरूले धेरै माया गर्नुभयो क्या हिजोको भिडियोमा चाहिँ। अब हजुर जोडुवा हो क्या हो भने जोडुवा चाहिँ होइन र हामी जोडुवा जस्तै हो भनौँ न। हाम्रो यस्तो अब दाजुभाइ नभए पनि हाम्रो अब नेपाली अब हुन्छ नि गोर्खाको नाताले चाहिँ अब हामी नेपाली दाजुभाइ हो। र मेरो साथी हो उता दार्जिलिङबाट आउनुभएको र मलाई एक हप्ताको लागि भेट्न आउनुभएको हजुरले। अनि त्यसमा के कुरा गर्यो हजुर र म के भन्न चाहन्छु भने यता साथीले दामी गाउँछ है, माइकलले साथीले एकदम राम्रो गाना गाउँछ। नामै त सुन्नुभयो होला माइकल है, उसको डान्स पनि दामी छ है। र अब म त ऊ जति त गर्नु सक्दिनँ होइन, तर उसले दामी गर्छ। अब म कति कुरो उसकोबाट पनि सिक्छु र उसले मबाट पनि कति कुरो सिक्छ होला भन्ने है ठुलो आशा छ। अनि त्यसमा चाहिँ के कुरो भन्नु भन्दा चाहिँ अब होइन हल्का चाहिँ अनि हिजोको भिडियोमा के भन्नुहुन्छ हजुरले गाना पनि गाउनुहोस् न भन्ने कतिको प्लान थियो क्या। अन्त त्यसको पनि हामी हजुरहरूको सामने एउटा सानो गाना गाएर हजुरलाई सुनाउने छु। हजुरले माइन्ड नगर्नु होला, कति कुरो गल्ती पनि हुनसक्छ, तर यो गाना मलाई आउँदैन र यो मेरो चाहिँ एउटा प्रिय साथीले है यो गाना हजुरले गाउनु न भन्नु हुँदाखेरि एकदम खुसी लाग्छ क्या। यसरी सपोर्ट गर्दा पनि क्या एउटा अब सल्लाह भन्छ नि त्यो दिँदा पनि एकदम खुसी लाग्छ। अनि यता साथी आइदिएकोमा अझै धेरै धेरै खुसी छु क्या म चाहिँ होइन। अनि हजुरले सुन्नु सक्नुहुनेछ र कति गल्ती भने हजुरले कमेन्टमा पनि भन्नु होला र हजुरले सुधार्ने मौका दिनु होला हामीलाई पनि होइन। सम्हालिन्छ कहिले मन कहिले त्यसै अतालिदिन्छ, सम्हालिन्छ कहिले मन कहिले त्यसै अतालिदिन्छ। सास्न खोज्छु आँखामा सपना, सास्न खोज्छु आँखामा सपना, आँसुले नै पखालिदिन्छ, सम्हालिन्छ कहिले मन कहिले त्यसै अतालिदिन्छ। थ्याङ्क यू। एकदम राम्रो लाग्यो भनेर आउँदै हजुरको भिडियो अझै मिठो राम्रो राम्रो आओस् भनेर हजुरले कति आशीर्वाद दिनुभयो, धेरै धेरै धन्यवाद। अन्त हजुरलाई कहाँबाट हेर्नुहुन्छ हजुरले कमेन्ट पनि गर्नु नभुल्नु होला है। र यता मेरो साथीले पनि भन्ने छ हजुरहरूलाई गर्नु होला र आउँदो भिडियोहरू हजुरको साथीकोबाट एकदम राम्रो राम्रो हुनेछ। म चाहिँ एक हप्ताको लागि आइसकेको छु है। अनि त्यसमा चाहिँ म उसकै साथीहरूको लागि र उसको लागि चाहिँ गाना गाउँदैछु र मलाई त्यति त आउँदैन, हेर्नु कोसिस गर्नेछु है। माइन्ड नगरिदिनु होला, कति भुल हुन्छ हजुरहरूले कमेन्ट गर्नु होला। र हजुरहरूकै रिक्वेस्ट गरेर नै साथीले भन्नुभयो रिक्वेस्ट गरिरहेको छ र गानामा हल्का गाइदिउँ न भन्ने प्लान गरेर चाहिँ हामी एकदम एकछिनमै रेडी भइसकेर आइसकेको छौँ। सुनसानै रातोमा यो मेरो हातमा चसक भिजेको मायालु, तिमीलाई सम्झी म रुँदा रुँदै सिरानी भिजेको। सुनसानै रातोमा यो मेरो हातमा चसक भिजेको मायालु, तिमीलाई नै सम्झी म रुँदा रुँदै सिरानी भिजेको। तिमीलाई पो थाहा छैन भन्नु पो भा छैन, तिमीलाई पो थाहा छैन भन्नु पो भा छैन। तिमी उता म यता साइली मन सन्चो कहाँ छ र, तिमी उता म यता साइली मन सन्चो कहाँ छ र, भोको निन्द्रा लाग्छैन के भाव थाहा छैन।
रातको निन्द्रा छैन के भाहो थाहा छैन तिमी उता म यता साइली। हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है, मेरो साथीलाई सपोर्ट गर्नु होला। र आउँदो फेरि साथीले भनेको जस्तै हाम्रो ट्विन भिडियो आउँदैछ है।